यो सम्पाङ सर आएपछि टेलिफोनवाला र खाद्यान्नवाला अलि तातेको त छन् तात्ने हो भने कि यसो लाउने हो भने फिक्स छैन यहाँ नहुँदासम्म भन्न सकिने स्थिति छैन राज्यले आजसम्म गरेको भन्ने कुरा केही पनि छैन यहाँ मान्यहरू जितेर जान्छन् फर्केर आउँदैनन् दर्शकवृन्द यतिखेर हामीसँग दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 2 चौरा भन्ने ठाउँमा हामीसँग हुनुहुन्छ यतिखेर यहीँको स्थानीय पूर्व इन्सपेक्टर महेन्द्र सिंह बुढाथोकी सर स्वागत गरे हजुरलाई नमस्कार नमस्कार हजुर नमस्कार आराम कुशलले हुनुहुन्छ आरामै हजुर हजुर यहीँको स्थानीय सर यहीँको स्थानीय हजुर यतिखेर निकै चर्चा छ यो दार्चुला दुम्लिङको हजुर कस्तो लागिरहेछ हजुरहरूलाई यो अहिले एउटा झोलुङ्गे पुल माननीय हर्क साम्पाङज्यूको नेतृत्वमा बन्दैछ नि हामीलाई त धेरै खुसी लागेको छ हाम्रो यस्तो विकट ठाउँमा अहिलेसम्म त्यो ठाउँमा पुल भएको पनि थिएन हजुर यो सम्पाङ सरको पहलले गर्दाखेरि पुल बन्ने चाहिँ खुसी लागेको छ सबै जनताहरू हामी सबै खुसी छौँ खुसी हुनुहुन्छ है हजुर आत्मादेखि खुसी छौँ हामी सबै आवश्यकतै थियो यहाँ आवश्यकतै थियो त्यहाँ पनि तर पनि कतिपयले सामाजिक सञ्जालमा भन्नुहुन्छ कि त्यहाँनिर अब महाकालीमा भनेर चाहिँ माथि अर्कै ठाउँमा पुल लगाइयो भन्ने पनि कुरा गर्नुहुन्छ यो पनि आवश्यक पर्छ यो पुल पनि हजुर काटे धुमले भन्दा त्यो महाकालीको त जनआवश्यक हो त महाकालीको लागि इन्डियाको स्वीकृति हुनुपर्छ त्यही हिसाबले गर्दाखेरि सेकेन्डमा यो पनि मान्यतै होला यसमा चाहिँ आवश्यकै पर्ने ठाउँ हो यो पनि तपाईँले आफ्नो जुन होइन एउटा इन्सपेक्टर बन्नुभयो आफ्नो क्षेत्रमा कति वर्ष त्यो क्षेत्रमा काम गर्नुभयो मैले 30 वर्ष गरेँ 30 वर्ष हजुर हजुर तर तपाईँहरू यहीँको पहिलेदेखि स्थानीय होइन पहिलेदेखि स्थानीयको कति पुस्ता भयो तपाईँहरू यहाँ बसिरहनु भएको 3टा पुस्ता भयो मेरो 3 पुस्ता बाजेको बुवाको मेरो यो ठाउँलाई छोड्न चाहनुहुन्न तर अब जन्मस्थानलाई कसरी छोडौँ खलङ्गातिर गए पनि बढी जसो यहीँ आइन्छ हामी के मनपर्छ हजुरहरूलाई आफ्नो जन्म ठाउँ आफ्नो ठाकलो मन त पर्ने नै हाल्छ सबै ठाउँ तर अब बाहिरदेखि आउँदा त धेरै दुर्गम विकट ठाउँ देखिन्छ क्या यहाँनिर किन तपाईँहरूलाई चाहिँ यहीँ होइन हाम्रो जन्मस्थान पनि भयो यहाँ पूजाआजा गर्दाखेरि आफ्नो स्थानीय नातेदारहरू सबै यहीँ भयो बुवाआमा सबै यहीँ त्यही हिसाबले यहीँ साथीभाइहरू सबै यहीँ हुनाले ठिक लाग्छ यहीँ आफ्नै जन्मस्थानमा ठाउँ छ अलिकति दुर्गम भए पनि हिमाल चारैतिर देख्न पाइएको छ होइन हजुर दुर्गम त यहाँ दुर्गम ठाउँ हो राज्यले आजसम्म केही पनि हेरेको छैन हाम्रो ठाउँलाई यहाँ मान्यहरू जितेर जान्छन् फर्केर आउँदैनन् यो हारेर पहिलोचोटि आउने भनेको हाम्रो राजेश सामन्त अहिलेको स्वतन्त्र पार्टीको उम्मेदवार फर्स्ट हो हारेर पनि यहाँ आउनुभएको छ आएर आउनुभयो जनताको दुःखसुख हेरेर जानुभयो न त जितेपछि कोही पनि आउँदैन यहाँका समुदाय कुन समुदाय बसोबास गर्नुहुन्छ प्राय यहाँ बुढाथोकी पनि छन् अनि जुवारी रोकाया दामी बिष्ट भण्डारी तामाङ पनि छन् यहाँ जातिहरू धेरै छन् बुद्धियालहरू छन् तर समाज चाहिँ तपाईँहरू सौकै हो सबै सौकै हो सबै समाज सौकै हो जस्तै यहाँनिर एउटा खाने पानीको अलिक सुविधा जस्तो देखियो होइन हजुर ठाउँमा हजुर पिउने पानी ठिक छ खाने पानी त ठिकै छ बाटो सबभन्दा समस्या बाटो अनि सञ्चारको छैन 4 वर्ष भयो 10 बजे मतलब 8 बजे बिहान आउँछ बेलुका 6 बजे जान्छ यो नेटवर्क स्थानीयमा हामीले भन्दा केही पनि भएन लाइन भएन यो हाम्रो फोनको लाइन दूरसञ्चारमा 5-6 चोटि गयो केही पनि भएन 4 वर्ष लगातार भयो यहाँ फोन योभन्दा अघिल्लो सरकारको पालोमा चाहिँ थियो फोन राति पनि आउने यो नयाँ सरकार यो स्थानीय सरकार पालिका सरकार 4 वर्ष भयो आएको त फोनको हालत डमाडोल छ यहाँको स्थिति हल्लो गर्न पनि गाह्रो छ बेलुका त हल्लै हुन्न इन्डियाको भरमा हो हामी तर भन्छन् एआई र होइन यतिखेर त एआईको जमाना छ पनि भन्छन् नि जमाना त छ यहाँ चाहिँ पुगेको छैन त्यस्तो जमाना छ तर यहाँ चाहिँ एउटा धेरै टाढा हो त्यसको लागि हाम्रो यो गाउँ समाज धेरै टाढा हो त्यो फोनको सुविस्ता बाटोघाटोको खाद्यान्नको समस्या छ यहाँ चारैतर्फ राज्यले आजसम्म गरेको भन्ने कुरा केही पनि छैन यहाँ सब स्थानीयहरूले आफ्नो संविधानमा बिजुली बनाएको पनि संविधानमै हो कसैको होइन विद्युत जलाएको हाम्रो 25 वर्ष भयो हजुर तर अहिले त अब फेरि टेलिकमहरूले यहाँनिर टावर सावर राखिदिने जस्तो कुरो पनि सुनिन्छ यो के हो आज यो सम्पाङ सर आएपछि टेलिफोनवाला र
खाद्यान्नवाला अलि तातेको त छन् हजुर। तात्ने हो भने कि यसो लाउने हो भने फिक्स छैन यहाँ नहुँदासम्म भन्न सकिने स्थिति छैन यो मुखको भरमा चाहिँ केही हुनेवाला छैन यिनीहरू जबसम्म गरेर देखाउनु पर्यो। काम गरे देखाइ बल्ल हामीले त्यो गर्ने भयो यो मुखले भन्ने कुरामा कसैको विश्वास मान्दैन हामी त्यस्तो स्थितिमा छौँ हर्क साम्पाङज्यूले यहाँ पाइला चालिसकेपछि चाहिँ उहाँहरूले पनि यसो तातिनु भएको छ होला हैन? हजुर पालिकाले पनि अध्यक्षजी अस्ति आउनुभएको थियो हजुर। उहाँले पनि आश्वासन दिएर जानुभएको छ खाद्यान्नको चामल आउनु पनि सुरु भयो 4 महिनासम्म चामल आएको थिएन ए अनि यो फोन खराब भयो टावर खराब भएको त 4 वर्ष भयो बल्ल दूरसञ्चार तात्दैछ साम्पाङ सर यहाँ आएपछि त्यस्तो अब जस्तै यहाँदेखि हामी लगभग 40 काम गर्ने ठाउँदेखि त 40-50 मिनट लाग्ने रहेछ लाग्छ यहाँदेखि झन्डै आधी घन्टा लाग्ने रहेछ त्यो ढाडे डाँडा खोजी चलाउनु जानुलाई हजुर निकै कठिन शास्ति कठिन्छ समस्या छ मान्छे बिरामी भए पनि खलङ्गामा फोन गर्न केही गर्न आफ्नो मान्छेलाई फोन गर्ने बेलुका चाहिँ पटक्कै हुँदैन सरकारी कार्यालयको जस्तो बिहान आउने बेलुका जाने पर्मानेन्ट 4 वर्ष हामी त नेपालको कुन ठाउँमा छौँ कहाँको जनता हो जस्तो पनि कहिलेकाहीँ त महसुस हुन्छ हामीलाई पनि नेपालमा छु कि कुन देशमा छु कुन देशमा छौँ केही हामी इन्डियाको बिएसएनएल र जियोले गर्दाखेरि हाम्रो कन्ट्याक्ट हुन्छ कहिलेकाहीँ ए इन्डियाको सिम चाहिँ चल्छ अहिले इन्डियाको अलिअलि चल्छ त्यति दिगो त छैन हजुरको अलिअलि चल्छ अब यो पुल चाहिँ खास तपाईँहरूको यो महाकालीमा अत्यन्तै जरुरी देखियो होइन हजुर जरुरी छ त्यो त तपाईँहरूको बिराम हुँदा पनि समस्या रहेछ नि त होइन र उतादेखि बाटै छैन कसरी लानु कहाँ लानु बाहिरबाट भन्छन् माल जानलाई 1-1.5 घन्टामा पुग्छ भन्छन् यहाँबाट मान्छे बिरामी मान्छे ल्याएपछि 4 घन्टा लाग्छ बाटो खराब छ अनि यहाँबाट इन्डियाबाट गएपछि 1.5-2 घन्टाबाट हाम्रो देहरादुन पिथौरागढ पुग्छ 3-4 घन्टामा सिधै उपचार गर्ने ठाउँ त्यो पनि भयो हाम्रो इन्डियामा इष्टमित्र छ देवता पनि हाम्रो सँगै पूजा हुन्छ व्रत पनि सँगै हुन्छ गरबा जिप्ती ताङकुल स्याङ्खोला हाम्रो नातेदार छ कसैको माउली छ कसैको माइतीघर छ पूजा पनि सँगै हुन्छ त्यही हिसाबले यहाँबाट हामी पारी अनिवार्य रूपले जान र उनीहरू आउँछन् हामीहरू जान्छौँ अनिवार्य रूपले बिहामा चाहे व्रतबन्धमा सम्बन्धहरू छन् नातेदारहरू हुनुहुन्छ सबै छन् सबै तर धेरै शास्ति देखियो त्यहाँनिर यहाँदेखि ती पारी जान भएन शास्ति हामी मात्र यहाँको हाम्रो मान्छे मात्र खसेको छैन इन्डियाको मान्छे पनि छन् खसेको यहाँ यो तपाईँहरू मिल्दाखेरि होइन हजुर जुन पुल बनाउन लगभग हाम्रो यो अभियान त 2टा पुल बनाउने छ क्या हजुर अब यताको चाहिँ अलिकति भूगोल अर्कै परेको कारणले अलिक अप्ठ्यारो भयो देशै अर्को परेर हजुर नत्र यहाँ त पुल बन्छ अब यो सुरु भयो यो त भयो 100% हुन्छ लगभग फेरि हाम्रो माननीय हर्क साम्पाङज्यूले बोलेपछि पुर्याउने हो उहाँले पुर्याउनु तर त्यहाँ अलिकति समस्या हुन्छ कि भन्ने पनि छ हामीले पारिवारी इन्डिया र नेपालले लेखेर पनि पठाएछौँ पटक योभन्दा अगाडिको मान्यले भन्नुहुन्थ्यो परराष्ट्र मन्त्रालयमा पुग्यो इन्डियामा पुग्यो भन्नुहुन्थ्यो विश्वास हामीलाई थिएन तर अहिले साम्पाङ सरले संसदमा बोलेर प्रधानमन्त्री सरलाई भेटेर परराष्ट्र मन्त्रीलाई भेट दिएर इन्डियाको राजदूतलाई भनेर सायद योपालि हुन्छ कि जस्तो हामीलाई लागेको छ यो हर्क साम्पाङ जो चाहिँ कसरी चिन्नुभयो तपाईँले कति वर्ष चिन्नुभयो उहाँले त म जमानादेखि अगाडिदेखि कति 5-6 वर्ष अगाडिदेखि उहाँ संविधानमा मेयर उठ्नुभन्दा अगाडिदेखि चिन्छु म अभियानदेखि चिन्नुहुन्छ उहाँले सानै टाइममा चाहिँ कति दिनमा 92 दिनमा कति अर्बौँको काम 98 42 किलोमिटर भनेको हाम्रो खलङ्गादेखि लिएर यो दुम्लीभन्दा माथि हो त्यतिसम्म आफ्नै बिना पैसाको संविधानमा ल्याउने मान्छे हाम्रो नेपालमा कोही जन्मिएको छैन अहिलेसम्म जस्तै उयो भिर जस्तो थियो झन्डी भिर भन्ने पाउने भिरहरू भन्ने होइन हजुर यो भन्दा पनि अझै डेन्जर भिर त्यो पारेको जस्तो त्यस्तो भिरदेखि पनि हजुर त्यति 42 किलोमिटर आफ्नै त्यसमा संविधानमा पानी ल्याएको देख्दाखेरि त हाम्रो यहाँ नेपाल इन्डियाको पुल पनि छिटै हुन्छ उहाँले संसदमा फर्स्ट कुरामा उठाइदिन्छ भन्ने कुरामा हामी ढुक्क छौँ